घरमा नरो एकैछिन भए पनि भेटेर आउनुहोस् भनेर उहाँलाई लगिदिनुहोस् धेरै गफ गर्नुहुन्छ है सुन्नु न त्यो चाहिँ यहाँ राखेर जानुहोस् पछि हामी लगिदिन्छौँ अन्त सबै राख्नुहोस् दिनुहोस् लानुहोस् भित्र जाउँ आउनुहोस् बसन्त दाइ मैले घरमा खबर नगर्ने भनेको थिएँ तैँले त्यसरी नै यहाँ किन लिएर आएको मलाई यहाँबाट फोन गर्ने बेला नै घरमा खबर पुर्याइदिनु भन्नुभएको थियो अनि के भयो त उनले हामीलाई खबर गरेर अझै कहिलेसम्म हामीलाई केही थाहा नदिए यसरी बस्छु भन्ने सोचेको छस् मलाई त आफ्नो मुटु होस् भन्थिस् मलाई नै यति ठुलो कुरा लुकाइस् आफ्नो जिन्दगीमा यति ठुलो घटना घट्दा मलाई थाहा दिनुपर्छ भन्ने पनि सोचेनस् कोसिस गरेको कैसो भन्नाले तर भन्नै सकिन तैँले सहनै सक्दिनस् भन्ने लाग्यो म किन सहन सकिनँ के म नारी होइन तँ पनि भनेको होइनस् नारी भनेकै आमा हुन् उनीहरूले सन्तान नजन्माएर पनि आमामा हुने गुण हुन्छ भनेर मलाई यति धेरै निर्दय सम्झिस् मलाई डर लाग्यो सिर्जनासँगको सम्बन्ध बचाउन खोज्दा खोज्दै कहाँनिर सम्बन्ध बिग्रियो कतै भयो